ओके भेरी गुड मर्निङ मेरो लागि चाहिँ भर्खरै उठेको मुख पनि भएको छैन कस्तो दिएको हौ यो क्यामेराले हो कि त्यो एकदम त्यो धुलोहरू त्यही भएर कि त्यो स्किन बिग्रियो थाहै छैन गएको रहेछ यति गोरो चाहिँ कालो कालो देखिरहेको छ धुलो धुवाहरू धेरै भयो होला है ल सो अब हिजो चाहिँ आएर मजाले खानासानाहरू खायो गफहरू मजाले गऱ्यो सुत्यो अलि ढिलै सुत्यो अराउन्ड 1 देखि 2 बजीतिर सुत्यो थाक्यो पनि राति अन्त मजाले सुत्यो अहिले अराउन्ड 11:30 कति भयो बल्ल आरामले उठेको हाम्रो अर्को बेङ्गलोरबाट वान अफ माई दाजुहरू भन्दा पनि बिहान आउनुहुन्छ उहाँले अब आउनु हुँदैछ के अरे एकछिन भेटघाट गरेर अन्त म यताउति फ्रेस भएर त्यहाँबाट निस्किन्छु त कालिम्पोङको लागि आजको चाहिँ प्लान धेरै छैन वी जस्ट गो टु कालिम्पोङ यहाँ नजिकैबाट गाडी पाउँछ अनि त्यहाँबाट टक्क गाडी चढ्ने कालिम्पोङ जाने त्यहाँ चाहिँ हो बिहा भइरहेको हाम्रो दाइहरूको त्यहाँ गएर अब दाइहरू को छ भेट्ने देखाइहाल्छु 3 देखि 3.5 घन्टाको जर्नी हो आरामले पनि पुग्छ अब 12 भर्खर त बज्यो 12 बजेसम्म 11:30 भयो अब फ्रेस भएर चिया खाएर फ्रेस भएर आरामले 1:30-2 बजीसम्म निस्किन्छु होला 5-6 बजीसम्म म फुल्ली रिच देयर भोलि चाहिँ बिहे छ त्यो जन्ती जाने अन्त होला विल डु द्याट ल अटो आयो ल दि अब गएको सी यु बिहेमा ल दा सी यु थ्याङ्क यू सो मच बिहेको टाइममा अब टक्क सुट लाएर साडी लाएर हिँड्यो ल ल 4754 अब हामी निस्किसकेको छौँ उता सिलिगुडीबाट यहाँबाट हामी जाने भनेको अब पानी ट्याङ्की भन्ने नजिकै ठाउँ छ त्यहाँसम्म जानलाई चाहिँ मलाई अटोमा 160 पर्ने रहेछ योपालि त फुल अन बजेट हो लास्ट टाइम कति खर्च गरेको छु कि मैले म पहिला भनिदिइहाल्छु त्यहाँ पानी ट्याङ्की जाने पानी ट्याङ्कीबाट चाहिँ सिधै विकका यो के खालको गाडी पाउँछ त्यो बोलेरो टाइपको पाउँछ सिमिलर त्यस्तो खालको अनि त्यहाँबाट चाहिँ हामी जाने सिधै कालिम्पोङ त्यहीँ गएर दाइहरूलाई भेटेर बाटोको त्यही हो निस्कि हियर इग्नोर दिस अनि अलिकति ढिला भयो निस्किँदा यताउति गयो भेन आउनु भएको थियो उहाँलाई चाहिँ लाज लाग्छ अरे क्यामेरामा नखिच्ने भन्नुभयो अन्त एकैचोटि बिहेको दिनमा खिच्ने अरे चटक्क सुट लाएर खिच्ने अरे अन्त त्यो बेला देखाइदिनु सबैलाई अब मुभ थियो अन्त एउटा के भन्नु थियो योपालि बजेट ट्रिप किन भन्दाखेरि लास्ट टाइम म सिलगढी सिक्किममै आएको ठ्याक्कै 1 वर्ष अगाडि अन्त इन्स्टाग्राममा हेरेर पोस्ट पनि देख्नुहुन्छ सो त्यति बेला चाहिँ मैले खालि त्यो भद्रपुरको बोर्डरदेखि काकाभित्रसम्म जान मात्रै 1200 रुपियाँ तिरेको थिएँ कि पुरै रिजर्भ गरेर एक्लैलाई अनि त्यहाँदेखि फेरि काकाभित्रदेखि सिलगढी आउनुलाई 1580 तिरेको थिएँ कि किनकि पुरा गाडी मैले एक्लै रिजर्भ गरेर आयो सो टोटलमा कति भयो 1215 अराउन्ड 3000 सम्म त खर्च भएन आइसी र नेपाली कन्भर्ट गर्दाखेरि अन्त त्यत्रो खर्च गर्ने हिजो त म अराउन्ड 300 मा आइपुग्यो आई थिङ्क समवेयर अराउन्ड कति लाग्यो त्यो 300 वरिपरिमा आइपुग्यो नि 10 गुणा चिपर नि त अब किन भन्दाखेरि फर्किनु नि पऱ्यो नि त मलाई अब आउनु जानु भइरहेको छ जहिले त्यसरी गरेर हुँदैन भनेर सिकेको विच इज ओके अनि एउटा रङ डिसिजन चाहिँ हिजो बस नलिनुपर्ने थियो मैले के भयो भन्दाखेरि अलिअलि सेभिङ गर्ने हुन्छ नि गर्दै बेसी नै बाठे भयो कि म बेसी नै बाठे भएर चाहिँ 50 रुपियाँ कति त्यो बसको त्यो भन्दा बरु 150 रुपियाँतिर 100 रुपियाँ थोरै आरामले आयो हुन्थ्यो सोचेँ कि मैले फेरि ब्याट्री पनि फेरि अफ भएर यहाँनिर दिन भयो दिनुहोस् फन अहिले सोच्दाखेरि चाहिँ एडभेन्चरै भयो रमाइलो भयो भन्ने अनि पब्लिक ट्रान्सपोर्ट कति पछि चलाएको पब्लिक ट्रान्सपोर्ट चाहिँ नेपालमा हुँदाखेरि थिएन लास्ट टाइम पब्लिक ट्रान्सपोर्ट चढेको मलाई याद छैन युजली त्यही बाइक साइकहरू भयो पब्लिक ट्रान्सपोर्ट रिजर्भ गरेर हुन्थ्यो दिस इज फन एज वेल आरामले गएर अब आज चाहिँ टक्क गएर दाजुभाइहरूलाई भेट्ने हो त्यहाँ गएर फेरि भोलि चाहिँ आई थिङ्क भोलि कि पर्सि भोलि भने तर यता दाइले भनेको 30 तारिकबाट 1 तारिकमा सरेको छ अरे भन्ने जस्तो कुरा गरेको छ त्यो बिहे जन्तीमा जानेबाट चाहिँ गएर हेरौँ न आरामले अब चाहिँ टक्क जाउँ गाडी साइड जाउँ ल त्यहाँ गएर मैले बस टिकट लिइसकेँ लास्टको सिट द्याट्स ओके 250 रुपिज चाहिँ 200 रुपियाँ दियो चेन्ज थिएन भने त्यहाँबाट ल्याइदिनु न है भाइ भनेर मिठो पाराले अन्त ओके भनेर निस्क्यो यसो रियलाइज गरेर वासरुम छ भनेर छैन अरे अन्त यो कहाँ रहेछ इन्टरनेसनल मार्केटमा अब तपाईँको सबै आयो रेस्टुरेन्ट नजिक यसो हेरेँ कि मैले अन्त खाना खाएर आएको छु अर्कोदेखि डिजर्टहरू खाऊँ भन्ने हेरेको देखेन यही देखेँ अगाडि सो पिपी उतापट्टिमा त्यही हो पिसाबहरूको प्रब्लम हुन्छ
पब्लिक वासरुमहरू हेर्न छैन न त नेपालमा न त इन्डियामा सोफामा घुमेको ठाउँहरूमा त प्रब्लम हुन्छ धेरै जस्तो यस अझै पनि सल्भ छैन यत्रो दुनियाँ अगाडि बढिसक्यो मान्छेहरूले गल्ली गल्लीमा मुत्ने त्यही भएर हरेक ठाउँ पब्लिक वासरुम लागि हुँदैन थियो होला सब द्याट इस्यु वेयर वाज रेस्पोन्सिबल अब मैले भन्दा के हुने के अरे ल एनिवेजको बाटोमा त पिसाब पेर्दै हिँडेको छैन त्यो भयो अब जान्छु समथिङ त्यस्तो भोक त लागेको छैन बेसी हेभ टु इट समथिङ भयो मैले टिकट लिएर एकछिन घुमघाम गरिकन एउटा गाडी भर्खर गयो अरू गाडी बाँकी हेरौँ अब चेन्ज कसरी पाउने भने यसरी पानीपुरी खाएर ल फाइनली हामी पुगेको छौँ कालिम्पोङ बजार ल पुग्यो कालिम्पोङ अब दाइहरू 5 मिनट्समा आइपुग्छ अरे त्यहाँबाट जाने अहिले आई विल वेट हियर बस स्ट्यान्ड चाँडो चाहिँ चाँडो छ है जाडो पुरा चिसो चिसो अब अभियसली सिलगढी भन्दा त जाडो नै हुन्छ तर वेदर इज फाइन काठमाडौँ जस्तो लाग्यो मलाई चाहिँ सोफा अहिले चाहिँ तर चिसो हावा त्यो काठमाडौँमा चिसो हावा थियो लाग्नु त्यो जाडो थियो कि हजुर चिसो हावा चाहिँ अलिक लाग्यो जस्तो लाग्यो अब एकछिन स्टिल वेटिङ यी अर्को जम्पर लगाइहालेको थपे अँधेरमा देखेन होला तर जम्पर थपिदिइहालेको कि मैले जाडो भएर पुरा अनि अर्को कुरा पिसाब आइसक्यो यार कति बेला आउँछ स्टिल वेटिङ ल हाम्रो यहाँ ब्रुम इज हियर ल दा ल टु बी ब्राइड टु बी ग्रुम खोइ मै आउँछ उहाँ चाहिँ सक्यो दुःख दिन तपाईँलाई के भएर ए ल ल एकदम दा फिट एन्ड फाइन आरामले आयो त आउनु त तर कम्फोर्टेबल भयो म त गाह्रो जस्तो लागेको थियो कि तर कम्फोर्टेबल आराम सुपर कम्फोर्टेबल भएर एकदम अब त ढुक्कै कम्फोर्टेबल अब कालिम्पोङमै हाल्यो अब जाँदिनँ अब यहीँ बस्ने हो सेटल अप कालिम्पोङमै यस दा ब्लगर हुनु छ नि त ल केस भाइ ल अहिले इन्ट्रोडक्सन एकछिनमा दिन्छु ल सुटकेस त्यहाँ राख्यो हामी चाहिँ पहिला एकछिन घुम्ने रे अन्त बल्ल घर जाने रे अब रमेश दा एकछिन घुम्ने अन्त जाने होइन कहाँ जाने मेन रोडहरू अरू त केही छैन जति भयो नि घुम्ने अब स्ट्रिट फुड त म्यान्डेटरी हो जहाँ पनि देखादेखि सुटकेस लास्ट बोक्नु पऱ्यो यो दाइले हेल्प पनि गरेन हिरो भएको छ बिगार्न आँट्यो भनेर देखाएको चाहिँ होइन है खै हाम्रो देखाएको चाहिँ होइन भाइ तिमी लडभन्दा हेलो भनिदिनु टिकटक नेपालमा चल्छ ल होइन हेलो भनिदिनु हजुर हेलो ल गाइस मैले जितिरहेको छु है भाइ म जितिरहेको छु है गुड मर्निङ भयो धेरै क्युट भइस ल चढ तल चढ ल गुड मर्निङ मेरो लागि चाहिँ हजुर ल आयो सो हिजो खै मैले भिडियो खिच्नु थियो त्यही तासहरू खेल्यो कार्ड्सहरू आई वान बाई द वे अन्त त्यही कार्ड्सहरू खेल्यो डिनर सिनर खाएर एन्ड आई स्लेप्ट अफ द्याट्स अल हिजो नथिङ मच अब अहिले एकछिन रेस्ट भएर एकछिन बाहिर जाने हो खजान त मलाई थाहा छैन त्यो चाहिँ इज कालिम्पोङ सहर ओके
सनराइज त हेरेको हेरेको भयो तिमी खाना सनराइज त 8:30 भयो ओके ल अब घरको कामतिर लाग्यो के काम भन्दाखेरि त्यो इन्भिटेसन्सहरू बाँड्न जाने दाइसँग सँगसँगै मेरो यसो सुटहरू पनि ड्राई क्लिनिङहरू दिनु पऱ्यो नि हिरो भएर बस्नु पऱ्यो नि होइन त ह्यान्डसम हुनु पऱ्यो नि उता केटीपट्टिहरूले अब हिरो केटाहरू एक्सपेक्ट गरिरहेको होला अरू कोही नभए नि दा तपाईँ म छ है दिउला त्यस्तै हो आउन साह्रो भिडियो हेर्छ होला कि बिच्किँदै होला त्यो भिडियो हेर्दाखेरि हेलमेट लाएर टक्क किन भन्दाखेरि यहाँ त फेरि दुईजना लाउनुपर्छ नि त यस्तो इन्डियामा चाहिँ के रुल छ भन्दाखेरि स्टेट हेरी छ क्या 26वटा स्टेट छ काहीँ कुन रुल भन्ने हुन्छ यहाँ चाहिँ दुईजना अगाडि र पछाडि दुइटाले हेलमेट लाउनुपर्छ जुन चाहिँ राम्रो पनि हो सेफ्टीको लागि म नि युजली लङ राइडहरू जाँदाखेरि चाहिँ पछाडि बस्दा नि हेलमेट लाएर जान्छु क्या किन भन्दा आफ्नो सेफ्टीको लागि हुन्छ नि त युजली अब त्यही टाउको ठोकेर हुने युजली मोस्ट एक्सिडेन्ट्सहरूमा डेथ हुने त्यसले हो अनकन्सियस हुने त्यसले हो टाउको बस्दा धेरै नै चान्सेसहरू घट्छ क्या यो सानो हेलमेट हो युजली फुल पनि थियो तर किनकि नजिकै हो 10-15 मिनट हो त्यसको लागि त त्यो सेफ्टी यति भए ठिक छ भने तर लङ राइड्सहरूमा पनि जहिले पनि एडभाइस ठुलो हेलमेट फुल फेस हेलमेट लगाएको सेफ्टी कम्स फर्स्ट एकछिन त्यो हिरो देख्नलाई कुल देख्न कपाल बिग्रिन्छ भनेर चाहिँ मौका लाग्दैन बालसँग धेरैजना मेरो कपाल बिग्रिन्छ भन्ने हुन्छ मान्छेहरू केटाकेटी दुईजना इन्क्लुडेड सो आई चाहिँ अलवेज पुट यो सेफ्टी फर्स्ट होइन घुम्न रमाइलो एभ्रिथिङ गर्नुपर्छ कि बट सेफ्टीमा अब तिम्रो ज्यानै छैन भनेदेखि के गर्छौ जान हे त जान हे हेलो गाइस अहिले स्पट नम्बर 1 इन्भिटेसन सेन्ड मैले त चार जानु गराइहाल्नु भने किनकि मोर टाइम इक्वल्स टु अलिकति मोर टाइम मैले के बोले आई मिन धेरै टाइम राख्यो भने धेरै टाइम घुम्न पाइन्छ चार काम सिद्धै भने धेरै घुम्न पाइन्छ होइन अनि यहाँ चाहिँ यस्तो ट्याङ्कीहरूमा हुन्छ नि बोलेरोहरूमा पछाडि सानो ट्याङ्की राखेर पानीहरू डिस्ट्रिब्युट हुने रहेछ पानी ठिकै यता माथि कता देखाउनु भएको त अहिले त्यहाँ चाहिँ द्याट्स वेयर मोस्ट पिपल गेट देयर वाटर फ्रम सोर्स टाइपको के होला अब यहाँबाट विल प्रब्ली गो टु द सेकेन्ड स्पट मलाई थाहा छैन आरामले अन्त सर घुम्न पनि पाएँ नि त हिँड्दै मलाई चिन्ने मान्छे थाहा छ मलाई त्यो घरमा यताउति काम भन्दा पनि बाहिर निस्किनु मनपर्छ नि इभन भाइ त पार्टीहरू भइरहेको बेला पनि क्या घरबाट बाहिर जाउँ केही लिन जानु पनि यहाँ त्यहाँ हुन्छ नि क्या मिड टाइममा अन्त म चाहिँ फेरि ल जाउँ भन्ने म एक्साइटेड हुन्छ कि फेरि त्यो घरमा यत्तिकै बस्नुभन्दा बरु होइन बाहिर निस्किनेवाला अलिकति मजा आउँछ नि त ट्राभल गरे जस्तै सानोतिनो ट्राभल हो क्याफे घाटी कालिम्पोङ प्याराग्लाइडिङ गर्दा एकजना उयो मलाई हेर्नु पहिला पुरा छ अब भयो नगर मलाई प्याराग्लाइडिङ त 4-5 जना भन्दा धेरै हो के देख्दैन रहेछ भाइ हाम्रो मेरो सबै हिलहरू त्यो विन्टरको त्वालो लागेर के भन्छ अरे तनु त्वालो भन्छ यो हेर्नु गयो भाइ के नदेख्ने रहेछ हामीले त भन्छ त्यस्तो लाग्यो मलाई लास्ट टाइम पनि म गएँ कि त्यहाँनिर के पनि देखेन नि बेस्ट छ नि तिम्रो दसैँको टाइम हुन्छ नि सेप्टेम्बर अक्टोबरहरू चाहिँ बेस्ट हो यसको के अरे विपुल छेत्रीको सबै कालिम्पोङ भिडियोले बनाउँछ ए कालिम्पोङ होइन विपुल छेत्री माथि नै मिठो लाग्छ मलाई कफी भेरी रेयर कफी चाहिँ मलाई यस्तो टी कफी दुइटै चाहिन्छ भने बट हुँदा प्रिफर चोइस हुँदाखेरि चाहिँ कफी फोटो खिचेको हाम्रो घरको फोटो निस्किँदैन रहेछ बाँस घारीले खेल्दो रहेछ ए फोटो खिच्नु बाँस घारी सरी के अरे के भन्थेँ मैले लन्ड्रीको लागि गएको हामी आज बन्द रहेछ सन्डे अलमोस्ट सबै बन्द हुँदैछ आज सन्डे रेस्टुरेन्ट्सहरू पनि धेरै जस्तो बन्द यताउति यतापट्टि गएर अनि लन्ड्रीको लागि त्यो दाइलाई फोन गरेँ चिन्दा रहेछ दाइहरूले आफ्नो त रिलेटिभ गर्दो रहेछ अन्त भोलि गऱ्यो भने 2-3 घन्टामै गरिदिन्छ अरे एनिवेज मलाई दामी 2 सुट हो
1 for त्यो यो बिहेवाला जन्ती सन्ती एन्ड 1 for द रिसेप्सन अब जन्तीवालाको लागि रेडी साइड मात्रै गर्नुपर्ने हो त्यो त भइहाल्छ अर्को ड्राई क्लिनलाई दिए पनि अर्को लागि 3 तारिकसम्म आरामले भइहाल्छ अब चाहिँ एकछिन घुम्न जाने दा यसो फोटो भिडियो लिँदैछ यो उयसको एउटा सोल्डर मोडल थियो कि उसको उयो बनाऊ जाम पनि हेऱ्यो सानो बाटोहरू गाह्रो हुँदो रहेछ नि त दुईवटा गाडी त्यही भन्नु त के भन्नु पर्ने इक्जाम रहेछ नि त कहिले कलेज हो मनै पढ्यो कालिम्पोङ कलेज कति बस्दो रहेछ त यो सर्कलमा म लास्ट टाइम आउँदा चाहिँ क्या घुम्दिएको कहिले लेफ्ट गयो कहिले राइट गयो कहाँ कहाँ घुम्दिएको म चाहिँ यहाँ उकालो गयो चाहिँ त्यही डेलो के अरे उयोहरू छ आर्मी ग्राउन्ड हो मङ्की मादरी भिर भनेको त्यो चुच्चोवाला ढुङ्गा खालको तल चाहिँ क्या खाल्टो छ नि क्या त्यस्तो देख्ने क्लिफ देख्ने क्लिफ तल पुरै हिँड्नुपर्छ ए म अस्ति नै यहाँ आएको नि एक्लै लास्ट टाइम कालिम्पोङ आउँदाखेरि बाइक लिएर आएन एक्लै सिडी चढेर अस्ति यो त्यहाँ त आएछ यहाँ त नजिकै छ त्यो त अलिकति तल मात्रै हो होइन त्यहाँ सिसाहरू फुटिरहेको हुन्छ बोटल छोटो भएको देखाएको थिएँ मैले लास्ट टाइम चाहिँ जङ्गलको हाइकिङ होइन यो होइन कस्तो सुट बोकेर हिँड्नु परेछ होइन हाँसै उठ्दो खालको त्यहाँ दिएर आउने भने अब यस्तै भइहाल्यो फेरि घर जान यताउति डबल काम पर्छ अन्त ब्यागमा कपडा सुट लगाएर सुट हानिदिउँ दामी होला सेक्सीवाला दा पोज दिउँ पनि त सुट लगाएर सेक्सीवाला पोज दिएर फोटो खिचिदिउँ भनेको नि केटीहरूले पनि गर्छ त कपडा लिएर गएर क्या माथि हिमालतिर गएर अब जाडोमा यस्तो साडीहरू लगाएर त्यो वान पिसहरू लगाएर खिचिदिन्छ अन्त हत्ता नपुग्दा चेन्ज गर्छ फेरि यो भिडियो हेर्नेमा कतिजना त्यस्तै होला है राम्रो छ खिच्नुपर्छ राम्रो फोटो भिडियो खिच्नुपर्छ हामी नि खिच्ने तर खिच्दैन म त्यस्तो यहाँ आएको थियो तिमी पहिला आएको म एक्लै आएको त 16 आइदियो लास्ट टाइम ठ्याक्कै 1 वर्ष अगाडि म आई गेस दिस जनवरीतिर आएको थिएँ त्यतिखेर उता सिक्किमहरू नर्थ सिक्किमको धेरै थियो लाचुङमा जान पाएँ त्यति बेला खासै भ्लगहरू बनाउँदैन थिएँ अन्त त्यहाँ गएर यहाँ आउँदाखेरि डाइरेक्ट नभएर बाइक ल्याएर एक्लै गुगल म्याप हालेर त्यो आर्मीहरूलाई सोध्दै आइदिएको म चाहिँ यही हो स्पट थम्बनेलको लागि अब लाइट चेन्ज यो सेल रे कि ढुङ्गा छ आवाज सुन्नुहुन्छ हौ हाम्रो बेलाले बनाएको हेर्नु भाइ यतिको मैले बनाएँ होइन यति मैले बनाएर तिमीलाई आउँछ नआउने पर बनाउँदैन त अब खान्छ मात्रै आम्बो ढुङ्गा जस्तो त्यो मुभी छ नि क्या सायद तोपरको एउटा आमावाला गर्छ नि क्या त्यसले त्यो पुच्चेले क्या नाम बिर्स त्यसको चुपचुपकेमा क्या आरी मिलेको आरी हो के अरे हेर्छु 2-3 वर्ष बाद भन्दै थिएँ होइन अहिले पनि तर चिटिकै राखेको छ बाइक चाहिँ राम्रोसँग राखेको छ मेन्टेनै छ यतिको केयर गर्नु चाहिँ हुनुपर्छ है कसले भन्छ नि क्या केटाहरूको बाइक हेर्नु र बाइक राम्रोसँग राखेको छ नि केटी त्यसो राख्छ अरे मन राम्रोसँग राखेको छ बाइक त चाहिने बेलामा अलिकति वाइल्ड अलिकति रफ एन्ड टफ होइन अरू बेला माया गरेर राख्ने नि हेरी होइन त नि भाइ हाम्रो बेहुला फेरि निस्केको हामी के गर्न निस्केको त हामी भन्दिनँ त यसो हामी गाडी डेकोरेसन बुढीको लागि होइन सामान धेरै बोकेछ त हेल्प गरिदिनु न बरु हिँडिरहेको मान्छेलाई लाइन गरिदिइरहेको कहाँ लाइन गरेको राम्रो छ बिहानै रखाउ बेसी अस्ति लडेर उल्टी आइदिएको कि उल्टी उयो भइदिएको उल्टी भइदिएको कि यही त ए तितेपातीको मैले खोजेर ल्याएँ होइन तितेपाती चाहिँ नाकमा सुँगा भनेको खाइदिएको गम खै चाबी ल्याउनु
कुन चाहिँ बस्नु बाइक कि स्कुटी कति वर्ष पुरानो अङ्कल भेस्पा होला हो भेस्पा हो नि त्यो डिजाइन डेकोरेसन गर्न आएको 3 जना केटाहरू कसैलाई केही नै आउँदैन ल के गर्ने भयो त हामी पकाउन भाइ आइडिया निकाल्नु पऱ्यो नि त सबै कुरा आइडियाले हुन्छ नि त प्लान एक्जिक्युट 15 मिनट भइसक्यो हामी चुप लाएर उभिएर बसेको लामै राख्दिनु अनि यहाँबाट तिमीहरू सानो बटन फ्लावर टाला नि त यसरी टाला नि त जस्ट यस्तो होइन छोरो त्यो यस्तो बनाउनु यस्तो बनाउनु यो लाइनमा क्या त्यो लाइनमा हाला होइन त वेडिङ प्लानरै हुनुपर्छ होला जिन्दगीमा मैले भविष्य देख्दैछु केटाहरू फाइनल रिजल्ट चिटिक्क भइहाल्ने त्यो भइस ल चित्त बुझ्यो अविनाश दा स्पेसल थ्याङ्क्स टु हाम्रो आन्टी सबै वान गर्नु हामी त 3 जना उभिएर बसिरहेको थियो 15 मिनटसम्म होइन त्यो त तिमी पो अर्किरहेको छ हामी त केही न केही बुद्धि लाउँदै थियौँ नि त के मेसिनहरू त यो तिम्रो उयो गर्नु के अरे धानहरू पिस्ने कपाल काटिदिउँ क्या हो कस्तो यो च्याङ गिजिङ भइसक्यो पालौँ भनेको यो यदि लाग्ने साइड चाहिँ निकाल न साइडको अलिकति लामो पाल्न भन्छ फेरि अक्वर्ड स्टेज हो यति बेला गेचाङ गिज फेरि अलि लामो भएपछि राम्रो हुन्छ क्या कहिले पालेको छैन यो खोल्यो भने चाहिँ कानको खोल्यो भने दामी देख्छ यस्तो के कानको खोल्यो मतलब साइडको यो अलिक मजाले राखेर यस्तो लामो हाल्नु भनेको बेला बेला कस्तो काटिदिउँ कतिचोटि लागिसक्यो कि तर राम्रै देखिरहेको छ देख्नु चाहिँ तर अलिक फोरी देखाएको छ के त राम्रै देखिरहेको छ चिडेर बस्दा भिडियो गर्ने बित्तिकै दाजु जित्न आएको छ जस्तो गयो के गर्छ सोधेको नि बेबी मेरो गर्लफ्रेन्ड हो काम परे आज फ्राइडे भनेर बेहुलाको पारेर त राखेको थियो अरूले चोरेर लान्छ भनेर लास्ट ह्यान्डसम भएर नि छैन मलाई अब धर्ममा बेटर म छाडा भएको कालिम्पोङको गल्ली ठिक छ काम हुँदैछ अनि हौ चाबी दिएर आयो चाबी कसरी आयो गाडीमा पठाइदियो के अब बाहिर त नगर्ला के भयो दुईजनाको भयो हेयरकट भोलिको लागि रेडी होइन रेडी यति भए भयो सन्डे फेरि सब छुट्टी सब बन्द हुन्छ काहीँ केही पाउँदैन रहेछ भन्ने एउटा ठ्याक्क खुल्ला थियो यो लकी भोलिको लागि सब रेडी भयो प्यान्ट आइरन गर्नु गएको कहीँ पनि गर्दैन घरमा आफै गर्ने पऱ्यो रक्सी खाएर पुलिससँग रक्सी खाएर उयो भएर ल्याङल्याङ गरेर कि ग्रिन कलरको लाउने चाहिँ आर्मी पुलिस ट्राफिक के त्यस्तै के हो समातेर लग्यो कति चाहिँ सम्झायो कति सम्झायो रक्सी खाएर झगडा नगर्नु भन्दैछ राम्रो छ तपाईँको प्यान्ट त आइरन गर्न पाएन अब
15 सक्छु यसपछि मेरो टर्न सिधा बनाऊ खुम्चिएन त्यहाँ अन्त तान पाउन हो त्यसरी टाइट तानको हो त्यसरी लाइन बनाएर मजाले जोडले राखेर प्रेसर दिएर सरर गर्नु हो त्यसरी सरर लानु मैले भिडियो रेकर्ड गर्दै राख्छु कि सबै अर्को पालि पनि सुन्दै गर्नु ल स्ट्रगल गर्नु पऱ्यो चिटिक्क पऱ्यो हिँड्न मजा आउँछ नि त होइन कम्फर्टेबल भएर कन्फिडेन्ट भएर टक्क मस्तो कोही छैन भन्दा हिरो भएर आउनु तर के गर्ने अहिले यसो बिहाइन्ड द सिन्स त्यस्तैको गर्नु पऱ्यो नि ल ल ल दा हाम्रो आजको राजा पर्सिदेखि बच्चा बाजा भनेर के ह्याप्पी बर्थ थाहा छ यसमा चाहिँ के गाउनु अब चक्कुली खुवाइदियो के गरेको हातले खुवाइदिनु चक्कुली खुवाइदिएको कस्तो ओठमा लाग्छ नि अन्त कस्तो मान्छेको पारै खाऊ भाइ म आज बर्थडे हो ब्लुबेरी चिज केक हो यो त जसको काटे जो काटे भाइ त्यो सिका त कटेका भने सानोदेखि हो कि गाला काटिदिनुहोस् सुटिङ गर्दा चक्कुसँग खाइन्छ नि अर्पण छैन कस्तो दिएको ल खा यति नै होइन ओ स्लिपिङ ब्युटी ए हिरो छ त पार अन्त नबोल्ने रिसाएको हो त रिसाएको देखाउनु न त ल अनुहार देखाउनु त नि मिलेको छ नि त म मिलाइदिनु मिलाएको छैन कि उसलाई केही आउँदैन यतालाई दारीले नमिलाएर यत्तिको ह्यान्डसम भएर चाहिँ जानु पऱ्यो त मलाई त अघि नै सुटकेस लिएर जाऊ भाइ भन्छ क्या सरी गाइज भात खाएको त भ्लग बनाउनु विशेष त त्यसो विशेष भनेको नि भातको भ्लग बनाउनु गुड नाइट गाइज